तन्त्र निर्णय। राम्रा निर्णयहरूले आफूसँगै मुक्तिको अनुभूति, स्वतन्त्रताको अनुभूति ल्याउँछन्। जीवनमा साँच्चै धेरै समस्याहरू छन् र म तीमध्ये कुनै पनि समस्यालाई अस्वीकार गरिरहेको छैन। तर सत्य यो हो कि समस्या जतिसुकै जटिल किन नहोस्, त्यहाँ सधैँ समाधान उपलब्ध हुन्छ। मलाई अहिले सबै समाधान थाहा नहुन सक्छ, तर त्यहाँ एउटा समाधान छ। हाम्रो काम भनेको समाधान के हो भनेर पत्ता लगाउनु र जादु सुरु भएको हेर्न यसलाई लागू गर्नु हो। त्यसैले समस्याहरूबाट कहिल्यै थाक्नु हुँदैन। तिनीहरूको सामना गर्न साहसी हुनुहोस्। संसारमा भएको भन्दा हामीमा जो छ त्यो ठुलो हुन्छ। संसारमा तपाईसँग समस्याहरू हुनेछन् र समस्या दिनेहरू पनि हुनेछन्, तर तपाईभित्रको कुरा त्यो भन्दा ठुलो छ। यसको बारेमा सचेत हुनुले मात्र संसारमा सबै फरक पार्नेछ। एउटा राम्रो निर्णयले अर्कोमा पुर्याउँछ र त्यसपछि केही थपमा। स्वतन्त्रताका निर्णयहरूले तपाईलाई चाहिने शान्ति, तपाईले चाहेको जोश र तपाईले लामो समयदेखि चाहनु भएको प्रतिफलहरू आफूसँगै ल्याउँछन्। यदि तपाईले निर्णय लिँदा आफ्नो भित्री आत्मामा स्वतन्त्रता महसुस गरिरहनु भएको छ र तपाईको हृदयलाई सुरक्षा दिने अपार आनन्द र शान्ति छ जुन हरेक बुझाइबाट गुज्रन्छ भने त्यो हो तपाईले लिनुपर्ने निर्णय। मैले मेरो जीवनमा लिएका धेरै जीवन परिवर्तन गर्ने निर्णयहरू धेरै पटक मेरो दिमाग र यसको तार्किक धारणाहरूलाई अर्थ लागेन, तर मेरो हृदय पूर्ण शान्तिमा थियो। समयको क्रममा मैले पालना गरेकोमा प्राप्त गरेको प्रशस्त पुरस्कारहरू देखेको छु। मेरो हृदयको शान्ति ब्यारोमिटर। चिन्तित भएको बेला कहिल्यै निर्णय नगर्नुहोस्। तपाईले गलत निर्णय लिन सक्नुहुन्छ। आफ्नो हृदयको शान्तिको स्तर बुझ्न समय निकाल्नुहोस्। जब तपाईले त्यो अवर्णनीय आनन्द र शान्ति महसुस गर्नुहुन्छ, तब त्यो निर्णय लिनुहोस्। स्वतन्त्र निर्णयहरूको साथ स्वतन्त्रताको आनन्द लिनुहोस्। इच्छाहरू आउँछन् र जान्छन्, तर ती इच्छाहरूमा आधारित निर्णयहरूले केही कुराहरू सँगै ल्याउँछन्। तपाईको इच्छाहरूमा निर्भर गर्दै राम्रो वा नराम्रो हुन सक्छ। इच्छाहरू हुनु गलत होइन। समस्या गलत इच्छाहरू हुनु हो। संसारमा एउटा शक्ति छ जसले तपाईलाई सधैँ तान्छ र गलत इच्छाहरू राख्न बाध्य पार्छ। तर किन यस्तो हुन्छ, तपाई सोध्न सक्नुहुन्छ? यो एक चक्र गलत इच्छा, गलत छनौटहरू, गलत निर्णयहरू, गलत परिणामहरू, नष्ट गरिएका सपनाहरू भनेको जीवनलाई नष्ट गर्नु हो। के शत्रुको रणनीति हामीलाई नष्ट गर्नु होइन? मैले पहिले नै उल्लेख गरिसकेको छु कि शत्रु चोरी गर्न, मार्न र नष्ट गर्न आउँछ। ओहो, म तपाईलाई गलत निर्णय लिन तान्ने शक्तिको बारेमा थप बताउन चाहन्छु। म यसलाई हाम्रो शत्रु भन्छु, अवश्य पनि यो शत्रु हो। यो मेरो र तपाईको शत्रु हो, किनभने यो शक्तिले मलाई त्यो हुनबाट रोकिरहेको छ जुन मैले प्राप्त गर्न चाहन्छु र प्राप्त गर्न सक्छु, त्यो महानता जुन म प्राप्त गर्न भाग्यमा छु। जोसेफ प्रिन्ससँग डेस्टिन टु रेइन नामक एउटा पुस्तक छ र यो एक शक्तिशाली पुस्तक हो। यो हामी यस जीवनमा कसरी शासन गर्न सक्छौं भन्ने बारेमा हो। शत्रुले हामीलाई रोक्न कडा प्रयास गर्छ। शत्रु कहिल्यै हाम्रो शुभचिन्तक हुन सक्दैन, किनभने शुभचिन्तकले हामीलाई जीवनमा माथि जान र सम्भव भएसम्म सबैभन्दा सकारात्मक तरिकाले संसारलाई प्रभाव पार्न सधैँ कामना र प्रोत्साहन गर्नेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शत्रुको आवाज चिन्नु हो। शत्रु झुटो हो र उसले तपाईलाई दोषी, दयनीय र निराश हुनुहुन्छ। यदि तपाईले पहिले नै यी कुराहरू महसुस गरिरहनु भएको छ भने सायद तपाईले शत्रुको आवाज सुन्ने बानी बसाल्नु भएको छ। शत्रु धेरै धूर्त छ। पहिले उसले तपाईलाई केही गलत कामहरू गर्न प्रलोभनमा पार्नेछ, त्यसपछि उसले तपाईलाई अपराधी भावनाले दयनीय महसुस गराउनेछ। यी नकारात्मक आवाजहरू सुन्न बन्द गर्नुहोस्। ती नकारात्मक विचारहरूलाई मनोरञ्जन दिन बन्द गर्नुहोस्। उसबाट शक्ति फिर्ता लिनुहोस्। यो तपाईको जीवन हो र तपाईसँग निर्णय गर्ने पूर्ण अधिकार छ। अब भन्नुहोस्, शैतान मेरो जीवनबाट टाढा जा, मेरो जीवनबाट बाहिर निस्किहाल।
म तपाईलाई अब मेरो जीवनमा काम गर्ने कुनै शक्ति दिदिन। अब धेरै भयो। म अब निराश हुने छैन। म मेरो जीवनको आनन्द लिनेछु। म शान्तिमा बाँच्नेछु। मलाई थाहा छ म मायालु छु। म बहुमूल्य छु। परमेश्वरले मलाई माया गर्नुहुन्छ। म मेरो जीवनबाट तपाईको आवाजलाई अस्वीकार गर्छु। म एक उत्कृष्ट कृति हुँ। म केवल मेरो असल गोठालोको आवाज सुन्नेछु र यसलाई सुन्दर बनाउनको लागि म उसलाई मेरो जीवन दिन्छु। वाह, म धेरै उत्साहित छु कि तपाई जीवन परिवर्तन गर्ने निर्णयहरू गर्दै हुनुहुन्छ। अगाडि बढ्नुहोस् र स्वतन्त्रतामा बाँच्नुहोस्। म तिमीलाई हरेक बन्धन, लत र कुनै पनि रूपको हरेक बन्धनबाट मुक्त घोषणा गर्दछु। आफ्नो स्वतन्त्रताको आनन्द लिनुहोस्। यस्ता कुराहरूको चाहना गर जसले तिमीलाई शान्त र शान्त बनाउँछ र चिन्तित र दोषी भावनामा नफसाउँछ। जसलाई पुत्रले मुक्त गरेको छ ऊ साँच्चै स्वतन्त्र छ। शत्रुको काम के तपाईले हालसालै कुनै निराशाजनक आवाज सुन्नुभएको छ? त्यो आवाज जसले तपाईलाई आत्महत्या गर्न बाध्य पारिरहेको छ, आफूलाई मार्न भन्दैछ। तपाईको जीवनको के काम? वा त्यो आवाज जसले तपाईलाई कसैलाई मार्न, कसैलाई नष्ट गर्न भन्दैछ र तपाई सोच्दै हुनुहुन्छ, म यी सबै किन सोचिरहेको छु? म नराम्रो गर्न चाहन्न तर मेरो दिमागमा भएका विचारहरूले गलत गर्न बाध्य पार्छन्। सुन, शत्रु केवल चोरी गर्न, मार्न र नष्ट गर्न आउँछ। यसको अरू कुनै एजेन्डा छैन। यो तपाईलाई पूर्ण रूपमा नष्ट भएको हेर्न चाहन्छ। तपाई नै निशाना हुनुहुन्छ। त्यसैले आफू र आफ्ना प्रियजनहरूलाई बचाउन जे गर्न सक्नुहुन्छ गर्नुहोस्। अनि तपाईको दिमागभित्रका विनाशकारी विचारहरू तपाईको होइनन्। ती तपाईको दिमागमा दिनरात घुसाइएका छन्। शत्रुले तपाईको दिमागमा गलत विचारहरू, गलत इच्छाहरूले बमबारी गरिरहेको छ ताकि तपाईको जीवन ट्र्याकको रेल जस्तै पटरीबाट खस्नेछ। तर गलत विचारहरूलाई होइन भन्न सिक्नुहोस्। विचारहरूलाई आउन र जान दिनुहोस् तर ध्यान नगर्नुहोस् वा ती विचारहरूको बारेमा सोचिरहनुहोस् किनकि मानिस जे सोच्छ त्यही बन्छ। राम्रो विचार, सकारात्मक विचार सोच्नुहोस्। यदि तपाई बुद्धिमान हुन चाहनुहुन्छ भने म बाइबलबाट हितोपदेशहरू पढ्न सुझाव दिन्छु। यसमा 31 अध्यायहरू छन् र धेरै बुद्धिमान भनाइहरू छन्। यसमा दैनिक जीवनको लागि निर्देशनहरू छन्। ती भनाइहरूमा भएको बुद्धि देखेर तपाई छक्क पर्नुहुनेछ। राजा सुलेमानले लेखेका छन् उनीहरूलाई। उनी अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा बुद्धिमान राजाहरूमध्ये एक थिए। हामी कम्तीमा उनीहरूलाई पढ्न सक्छौं र अलि बढी बुद्धिमान हुन सक्छौं। म उनीहरूलाई पढिरहन्छु र त्यसैले म तपाईलाई सुझाव दिइरहेको छु किनभने म तपाईलाई मद्दत गर्न चाहन्छु। अब ती विनाशकारी आवाजहरूलाई सधैँको लागि नष्ट गर्ने पालो तपाईको हो। ढाँचाहरू। हामी गलत सोचको लतमा पर्न सक्छौं। म राम्रो छैन। मलाई कसैले माया गर्दैन। म जीवनमा केही राम्रो हासिल गर्न सक्दिन। सबैले मलाई घृणा गर्छन्। यी डिप्रेसनका विचारहरू हुन्। तपाई यी विचारहरूको बारेमा जति सोच्नुहुन्छ त्यति नै तपाई डिप्रेसनको दलदलमा फस्नुहुनेछ। यी विचारहरू हावी हुनेछन् र अचानक तपाईलाई आत्महत्या गर्ने मन हुनेछ किनभने तपाईले एउटा आवाज सुन्नुहुनेछ जसले तपाईलाई आफ्नो जीवन लिन प्रोत्साहित गर्नेछ। बाँच्नुको के अर्थ? म बाँच्नु वा मर्नु कसलाई बाँच्ता छ? त्यसपछि मात्र मेरा मानिसहरूले मेरो मूल्य थाहा पाउनेछन्। यदि तपाई यो पढ्दै हुनुहुन्छ र यी सबै विचारहरू तपाईको दिमागमा पहिले नै उग्र भइसकेका छन् भने बुझ्नुहोस् कि तपाई धेरै खतरनाक मैदानमा हुनुहुन्छ। सकेसम्म चाँडो यसबाट बाहिर निस्कनुहोस्। तपाईले आफूलाई लामो समयदेखि शत्रुको क्षेत्रमा राख्नु भएको छ र यसले तपाईलाई नष्ट गर्ने योजना बनाइरहेको छ। ती नकारात्मक विचारहरूलाई म बहुमूल्य छु। मलाई माया गरिएको छ। मलाई पूरा गर्नुपर्ने भाग्य छ। म जीवनमा महान कामहरू गर्नेछु। मलाई मन पराउने मानिसहरू। म मर्न चाहन्न।
म प्रतिभाशाली छु। म बहुमूल्य छु जस्ता राम्रा विचारहरूले बदल्न सुरु गर्नुहोस्। यदि तपाईँ यो भन्न चाहनुहुन्न तर ठूलो स्वरमा भन्नुहोस् र अचानक तपाईले स्वतन्त्रता महसुस गर्न लाग्नुभएको छ भने लडाईँ शान्त हुनेछ। अनि धेरै समयपछि तिमी मुस्कुराउनेछौ। म भन्नै पर्छ तिम्रो मुस्कान सुन्दर छ। मलाई कसरी थाहा हुन्छ? किनभने हामी सबै अद्भुत र सुन्दर ढङ्गले बनाइएका छौं। हामी एक उत्कृष्ट कृति हौं र हामी भित्र महानताको डीएनए छ। गलत विचारहरूलाई राम्रा विचारहरूले प्रतिस्थापन गरिरहनुहोस्। यो निर्णयको साथ तपाईले विजयी हुने छनौट गर्नुभएको छ किनकि हामी जे हुनेछौं त्यो सबै निर्णय हो। जितको शुभकामना प्रिय। अचानक चुनौतीहरू हाम्रो जीवनमा अचानक चुनौतीहरू बिना चेतावनी आउन सक्छन्। मेरो बुवाले हालसालै आफ्नो मुटुले काम नगरेको गुनासो गर्नुभयो। अनि अचानक हाम्रो परिवार यो सङ्कटको सामना गर्न एकजुट भयो। हामीले अहिले उहाँलाई अस्पतालमा भर्ना गरेका छौं र उहाँको हेरचाह भइरहेको छ। मलाई अहिले के महसुस भइरहेको छ भने जीवनमा अचानक आउने घटनाहरूले हामीलाई साँच्चै नै झट्का दिन सक्छन्। तर जब हामी एक अर्काको ख्याल राख्छौं हामी साँच्चै महान र उत्कृष्ट विचारहरू लिएर आउन सक्छौं। र त्यसैले हामीले हाम्रो नदेखिने खातामा सबै असल कुराहरू सुरक्षित राख्नु आवश्यक छ ताकि जीवनमा जब हामीलाई कुनै असल कुराको आवश्यकता पर्दछ हामी त्यसबाट पछि हट्न सकौं। किनकि भनाइ नै छ जस्तो रोप्छौ त्यस्तै कटनी गर्छौ। यो पनि भनिन्छ कि सबै अरूको भलाइ गर किनकि तपाईलाई कहिल्यै थाहा हुँदैन कि तपाईको कुन बिउले तपाईलाई शत्रुले तपाईको बाटोमा वा तपाईको प्रियजनको जीवनमा रोपेको खतरनाक पासोबाट बचाउनेछ। सबै साहसी र साहसी रहनुहोस्। राम्रो बन्नुहोस् र राम्रो गर्नुहोस्। यसले जीवनलाई सार्थक बनाउँछ। अगाडिको यात्रा कठिन हुन सक्छ तर सम्झनुहोस् सधैँ तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। मद्दत तपाईको बाटोमा छ। वरिपरि हेर्नुहोस्। तिमीलाई मद्दतले तिम्रो अनुमति पर्खिरहेको छ र उद्धार गर्न आउँछ। ठूलो स्वरमा भन मेरो सहयोग मेरो असल गोठालो मेरो जीवनमा आउनुहोस् र मलाई बचाउनुहोस्। म तिमीलाई मेरो अनुमति दिन्छु।